हेलो साथीहरू, स्वागत छ तपाईँलाई मेरो मिनी भ्लगमा। अहिले चाहिँ म नानीलाई नास्ता बनाउँदैछु है, पास्ता। अनि यता चाहिँ दाल बनाउँदैछु। अनि मैले यहाँ दुध राखेको छु पास्ताको लागि। अनि दाल पनि रेडी भइसकेको छ। यतातिर दुध पनि राखेर चिनी हाल्दैछु पास्ताको लागि। अनि मैले पास्ता राखिदिएको चाहिँ पास्ता बनाउँदैछु नि त, नानीको लागि हो। अनि यता चाहिँ हाम्रो दाल पनि रेडी भएर खुर्खार पारेर पानी पनि हाल्यो। अनि पास्ता रेडी भएर मैले टिफिन पनि हालिदिएँ है। अनि आज चाहिँ हाम्रो धान कुटाउने भनेको छ, त्यही भएर हामी दुईजना मिलेर धान बोरामा हाल्दैछौँ है। फाइनली बोरा मुनि हालेर सकियो। एकछिनपछि डल्लप आउँछ, डल्लपमा लगेर जाने हो, भौनीको जाने हो। धान कुटाउन जाने भनिसकेपछि घरमा गहुँ पनि लग्ने भने, त्यही भएर गहुँ पनि झारेर बोरामा हालेर रेडी छ है। धान कुटाउन जाने भनेर बसेको 2 बजेसम्म डल्लप आएन। अनि नुहाउन लाग्यो, पानी भर्यो। आज घाम पनि लागेको थियो नि त, त्यही भएर पानी भर्दैछु म। आज बत्ती गएको छ नि त यति बेला, त्यही भएर पानी भरेर पनि राखेको। फाइनल नुहाएर नि सकियो। अब चाहिँ कपडा चेन्ज गरेर बसिरहेको छु। धान कुटाउने भनेको त्यस्तै भयो, डल्लप पनि आएन। अहिले चाहिँ नानीलाई लेख्न सिकाउँदैछु। आजको मेरो मिनी भ्लग यति नै राम्रो लाग्यो भने सपोर्ट गर्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला।